सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह छ। म तपाईँकै साथी नाथानिएल फेरि पनि छोटो वचनको साथमा तपाईँहरूको बिचमा आइसकेको छु र मलाई आशा छ आजको वचनले पक्कै पनि असल आशिष लिएर आउनेछ। मेरो मण्डली परिवार, सधैँ जस्तै म आज फेरि एउटा गवाईबाट सुरु गर्नेछु। एकजना प्रभुको दास जब कतै जाँदै हुनुहुन्थ्यो अनि एयरपोर्टमा केही समय फ्लाइट चाहिँ ढिलो भइसकेपछि केही समय पर्खिनु भएछ त्यहाँ बस्ने ठाउँमा बस्दै गर्दाखेरि। अनि एउटा कुरा पवित्र आत्मासँग उहाँ बोल्न थाल्नु भएछ है। पवित्र आत्मालाई एउटा कुरा परमेश्वरले सोध्नु भएछ कि प्रभु, तपाईँको स्वर्गमा त्यति धेरै स्वर्गदूत छन् है, सबै कुरा स्वर्गमा छ, स्वर्गमा 24 घण्टा आराधना हुन्छ, सबै कुरा हुन्छ, तर पनि तपाईँ मानिसहरूबाट किन आराधना चाहनुहुन्छ र मानिसहरूको आराधनामा किन यति धेरै प्रसन्न हुनुहुन्छ भनेर सोध्नुभएछ। अनि पवित्र आत्माले कति मिठोसँग जवाफ दिनुभएछ। उहाँले भन्नुभएछ, छोरा, स्वर्गमा तिमी थाहा पाउँछौ कि चारैतिर आनन्द छ, चारैतिर शान्ति छ, दुःख छैन, आँसु छैन, चोट छैन, कुनै कुरा त्यस्तो छैन स्वर्गमा जुन कुराले मान्छेलाई कष्ट होस्। अनि त्यो आनन्दबाट नै सबै थोकले चाहिँ आनन्दमा रहेर आराधना चढाउँछन्। दुःख के हो थाहा छैन, कष्ट के हो तिनीहरूलाई थाहा छैन है, कुनै कुरा छैन, न मृत्यु छ न केही छ। अनि त्यो सबै कुरा राम्रो छ अनि त्यो राम्रोबाट तिनीहरू आराधना चढाउँछन्। तर थाहा छ तिमीलाई, पृथ्वीमा मेरा छोराछोरीहरूको जीवनमा दुःख छ, मेरो छोराछोरीहरूको जीवनमा कष्ट छ, अनि मेरो छोराछोरीहरूको जीवनमा आँसु छ। शैतानले पछारेको छ, दुष्टले लखटेको छ, त्यत्रो दुखी छन् तिनीहरू। दिनभरि घाम पानी नबनेर कति काम गर्छन्, सबै कुरा गर्छन्। अनि जब तिनीहरू यति धेरै दुःख, यति धेरै कष्ट, मृत्यु जस्तो जीवनमा बोकेर भए पनि अनि आएर जब मलाई आराधना चढाउँछन्, अनि यो आराधनाले मलाई खुसी तुल्याउँछ, यो आराधनामा प्रसन्न हुन्छ। स्वर्गको सबै आराधना सन्तुष्टिमा छ, आनन्दमा छ, तर पृथ्वीमा मेरा छोराछोरीहरूले चढाउने आराधना त्यहाँ दुःख छ, त्यहाँ कष्ट छ, त्यहाँ आँसु छ। त्यो बिचमा रहेर पनि उनीहरू मलाई आराधना चढाउन आउँदा यो आराधनाले मेरो हृदय जित्छ भन्नुभएछ। मेरो साँच्चै मण्डली परिवार, तपाईँको परिस्थिति जस्तो भए तापनि जब तपाईँ परमेश्वरलाई धन्यवाद दिनुहुन्छ नि, अनि परमेश्वरले तपाईँ र मेरो परिस्थिति मात्र होइन, सबै कुरा बदलिदिनुहुन्छ। हामी पाउँछौँ भने एरोईको पर्खाल सबैभन्दा बलियो पर्खाल थियो, तर त्यो पर्खाल ढाल्नको लागि जब परमेश्वरले भन्नुभयो हालेलुयाको नारा, स्तुतिको नारा जब तिनीहरू लगाए, त्यो पर्खाल ढल्यो। सिलास र पावल जब झ्यालखानामा थिए,